न्यू ब्लग आजको ब्लग चाहिँ सुरुवात हुँदैछ धेरै दिन पछाडि होइन। आज चाहिँ हाम्रो घरको आज अब एक दुई हप्तामा होइन हाम्रो घर पनि कम्प्लिट हुँदैछ। यस्तो छ अहिलेको चालामाला यस्तै छ है, यस्तै छ। अनि टोइलेट सलेट फुटाएर अब नयाँ टोइलेट बनाउनु आँटेको। अनि हल्का अँध्यारो छ, देखिएको छैन। अनि म चाहिँ यसरी यहाँ बसिरहेको छु, यस्तो छ। अनि हल्का यस्तो छ, यस्तो छ होइन। लाइट लगाएको छु यता, यस्तो छ। अनि नयाँ टोइलेट यता बनाउँदैछौँ। धेरै दिन पछाडि लगाएको छ। अनि त्यो पानी खतरनाक परेको थियो नि त, त्यही भएर अनि हाम्रो परको कटेराहरू सबै लडाएर उयो गरेको छ। अनि गाई चाहिँ बिजो भएको छ। अब कहिले बनाउँछौँ होइन। अनि ढिलो भन्दा पनि धेरै महिना पछि लगाएको छ होइन। अस्तिको भन्दा हेर्नु न कस्तो बढेको छ। अनि अहिले चाहिँ कति बढेको छ भन्दाखेरि ठ्याक्कै म भन्छु ल नै गाइस 9 सारा ब्लग बनाउँदैछु। अनि आज काम छ यहाँ चाहिँ यस्तो पोखरी छ। अनि गाई राख्नु जस्तो लाग्छ होइन, एकदम कस्तो हुन्छ नि। आज चाहिँ परेर नसुतेको अहिलेसम्म। अनि घाम धेरै पछाडि आएको छ। अनि यहाँ चाहिँ काठहरू यसरी लिएर राखेको छ हामीले होइन, यस्तै छ नि त। अनि अब के भन्नु होइन, अहिले सपोर्ट त दिनुहुँदैछ। तर मेरो युजमा के भएर भ्युज कति धेरै थियो होइन, फेरि भ्युज घटेछ। अचम्म लागिरहेको छ कसरी घट्छ यो भ्लगमा हालेर घटेको हो कि होइन, कहिले राख्नु त्यस्तै छ। अनि आजको भ्लग चाहिँ यहीँ एन्ड गर्न जाँदैछु। थ्याङ्क फर वाचिङ दिस भिडियो, बाई गाइज।